हेलो गाइस, मेरो फेसबुकमा सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज माथितिर घुम्न जाने मम्मीले फोन बिर्सिकन अब त्यसलाई बैनाले लिन जाउने अब त कसरी हुन्छ। भात दिथ्यो कि नै होला आज हामी बस्ने ठाउँको कस्तो छ साथीहरू। यो चाहिँ मम्मीहरू बस्ने डेरा, तल देखिने चाहिँ गाउँ, यता चाहिँ पहाडी भिर, यता चाहिँ यहाँदेखि तलै होमा बस्ने साथीहरू। माथि पुन्थलतिर जाने भने कि अब लिन गए थियो, अब फर्केर आइदिन्छ। अलि दुख्रिनु सकेको छैन कि साथीहरू। भात त खायो अरे एक थाल, खोइ के भएको झ्यापले बोका जस्तै भन्छ त। अहिले त दुगर्ने गर्छ बाह्र ओए त भात खाएस् कि नै है? भन्छ है अल खाएनस्? बिहान कति खाएस् भात? एक थाल भात खायो क्या त डुर्नु नसक्ने भए बाधा भने जस्तो यस्तो छ गाइस पारा आजकलको बच्चाहरूको जिन्दगी। हामी चाहिँ अब यताबाट माथि जाने हुने साथीहरू। के गर्ने गाइस, आजकलका केटीहरू सजिलो बस्ने सजिलो खाने खोज्छन्। भात एक थाल खायो मान्छे चक्कर लिएर नि त्यही